मेरो नेप गुड फ्राइडेका लागि आज हामी रमाइला र सन्देशमूलक खुसी लाग्ने सामग्रीहरू ल्याएर आइसकेका अब आजको मेरो नेप फनी फ्राइडे सुरु गरौँ है त। एकजना विदेश पुगेको साथीले भन्यो, यहाँ नेपाली भेटिँदैन, मलाई त टेन्सन लागिसक्या। मैले भने, मेरो नेप खोल, नेपाली त 5 मिनेटमै भेटिन्छ। समस्या तिम्रो दिमागको वाइफाई हो। न्युयोर्कमा बसेकी दिदीले भनेकी थिइन्, म कसरी नेपाली व्यवसाय भेटु। मैले मेरो नेप देखाएँ। अब दिदीले भनिन्, ट्याक्सी पनि नेपाली, मोमो पनि नेपाली, समस्या पनि नेपाली। सिडनीमा एकजना भाउजू भिजा जानकारी खोज्दै थाकिन्। मेरो नेप खोल्दै भन्दै थिइन्, अब त गुगललाई बिदा दिनुपर्ने भयो। हैन मान्नै तयार नै के यार। जापानमा एकजना दाइले कार्यक्रम खोज्दा चिनिया कार्यक्रम भेटिरहेछन्। मेरो नेप खोलेपछि दाइ खुसी भएर भने, अब त नाच्न पनि आफ्नै गीतमा पाइएछ। कोठा खोजिरहेको भाइले गुनासो गर्यो, सबैले हाम्रो ठाउँ भरियो भन्छन्। मेरो नेपमा विज्ञापन हेरेपछि भाइ हाँस्दै भन्यो, अब त कोठा भन्दा पनि साथी धेरै भेटिए। बाई एन्ड सेलमा सामान बेच्दै गरेको दाइले भन्यो, यहाँ मानिसले च्याट पढेर भाग्दैनन् अनि हाम्रा कुरामा धन्यवाद पनि भन्छन्। यो त चमत्कार जस्तो लाग्यो। मेसेजिङ बक्समा एन्ड टु एन्ड इन्क्रिप्सन सुनेपछि एकजना आमा खुसी हुँदै भनिन्, अब त बच्चाले विदेशबाट लेखेको कुरा कसैले हेर्दैन, हेर्ने त म मात्रै। व्यवसायी काकाले भने, मेरो नेप नहुँदा ग्राहक खोज्न 1 महिना लाग्थ्यो, अब त 1 दिनमै 5 जना सोध्छन्। अब मैले पनि व्यस्त भएको नाटक गर्न पाउने भए। आजै मेरो नेप खोल्नुहोस् है, रमाइलो पनि पाउने, कामका तरिका पनि सिक्ने, समुदायसँग नजिक पनि हुने, कि कसो? ह्याप्पी मेरो नेप फ्राइडे। देश विदेश जहाँ भए पनि